अबको यस भिडियोमा हामीले CSS को प्याडिङ प्रपर्टीलाई कसरी प्रयोग गर्ने र यसबाट के हुन्छ भन्ने कुरा सिक्न गइरहेको छौं। यसको लागि मैले नोटप्याडमा यसको स्ट्रक्चर तयार गरिसकेको छु र यसमा मैले डिप बक्सलाई यहाँ युज गरेको छु। डिप बक्स बडी भित्र मैले लेखेर राखेको छु र CSS मा पनि मैले डिप को सेलेक्टर बनाएर राखेको छु तयार गरेर। अब यो भित्र मैले प्रपर्टीहरु थप्न गइरहेको छु जसमा पहिलो यसमा चाहिँ वाइड भन्ने प्रपर्टीलाई युज गरे। यसलाई मैले 500 पिक्सेलमा राखिदिएको छु। त्यसै गरिकन यसमा हाइट प्रपर्टीलाई राख्न गए। हाइट भनेर राखेर यसमा चाहिँ मैले 200 पिक्सेलको हाइट राखिदिन्छु। त्यसपछि यसमा ब्याकग्राउन्ड कलर BACKGROUND ब्याकग्राउन्ड -COLOR कलर इज टु SKYBLU स्काई ब्लू भन्ने कलरलाई युज गरे। त्यसपछि मैले बोर्डर भनेर यसमा चाहिँ बोर्डर 5 पिक्सेलको राखिदिए र सलिड स्टाइलमा राखिदिए र यसको कलर मैले रेड कलर राखिदिए। अब यसपछि मैले यसमा चाहिँ प्याडिङ प्रपर्टीलाई थप्न गइरहेको छु र प्याडिङ प्रपर्टी पनि मार्जिन प्रपर्टी जस्तै हुन्छ। यसमा एउटा भ्यालु, दुईटा भ्यालु, तीनटा भ्यालु र चारवटा भ्यालु राख्न सकिन्छ। मैले चाहिँ एउटा भ्यालु युज गरे जस्तै PADDING प्याडिङ भनेर युज गर्न सक्छु र यो गर्नुभन्दा प्याडिङ प्रपर्टीलाई युज गर्नुभन्दा पहिले मैले यसलाई चाहिँ सेभ गरेर यसको डिस्प्ले चेक गर्न जान्छु। सेभ एजमा गएर यसलाई चाहिँ मैले css9.html भनेर सेभ गरिदिए। अब त्यसपछि यो सेभ गरेको लोकेसनमा गएर मैले यसलाई ब्राउजरमा रन गर्छु या ओपन गर्छु। अब यहाँ हेर्न सक्छौं हामीले चाहिँ एउटा डिप बक्स बनेको छ जसको ब्याकग्राउन्ड कलर स्काई ब्लूमा छ र बोर्डर कलर चाहिँ रेड कलर र यसमा 5 पिक्सेलको बोर्डर व्हाइट युज गरेको छु र स्टाइल चाहिँ सोलिड टाइपको बोर्डर छ। त्यसपछि अब यसमा यसको हाम्रो यो छेउदेखि लिएर यो छेउसम्मको वाइड चाहिँ 500 पिक्सेल बनाएको छौं भनेदेखि हाम्रो हाइटमा यो छेउदेखि यो छेउसम्म यसलाई 200 पिक्सेलको बनाएको छौं। त्यसपछि अब मैले यसमा चाहिँ प्याडिङ प्रपर्टी थप्न जान्छु। यसमा PADDING प्याडिङ भनेर सपोज 50 पिक्सेल भनेर थपिदिए र प्याडिङ थप्ने बित्तिकै यो हाम्रो डिप बक्सको साइज अलि ठुलो हुन छ। यसलाई चाहिँ मैले रिलोड गर्दिन्छु। हामीले चाहिँ यो बक्सलाई ध्यान दिएर हेरौं। अब हेरौं हामीले चाहिँ यो बक्सको साइज थोरै 50 पिक्सेलले हरेक साइडबाट तन्किएको छ, ठुलो भएको छ। यसरी हामीले चाहिँ प्याडिङ प्रपर्टीलाई युज गर्छौं। अब दुईटा भ्यालु दिएको छौं प्याडिङ प्रपर्टीमा भन्देखि हामीले चाहिँ जस्तो कि प्याडिङमा यो 50 पिक्सेल छ भन्देखि यसमा मैले 10 पिक्सेल चाहिँ अर्को भ्यालु थपिदिए। दुईटा भ्यालु भयो अब यहाँ हामीसँग। अब यो हेर्दाखेरि हाम्रो चाहिँ 50 पिक्सेल भनेको टप र बटमको लागि र 10 पिक्सेल भनेको राइट र लेफ्ट साइडको लागि हुन्छ। यसलाई मैले सेभ गर्दिन्छु र एकचोटी ब्राउजरमा गएर यसलाई रिलोड गरेर हेर्दा यसको वाइड चाहिँ यसको चेन्ज भएको देखिन्छ। ध्यान दिएर हामीले डिप बक्समा हेरौं। रिलोड गरिसकेपछि वाइड अलिकति घट्यो किनभने यसको लेफ्ट साइडमा प्याडिङ 10 पिक्सेलको र राइट साइडमा प्याडिङ 10 पिक्सेल चाहिँ 20 पिक्सेलको मात्र यसको साइज बढेको हो डिप बक्सको वाइडमा। यो तरिकाले हामीले प्याडिङ प्रपर्टीलाई युज गर्छौं। त्यसै गरी तीनटा भ्यालु राख्यो भने हाम्रो टप राइट र बटमको लागि हुन्छ र त्यसपछि लेफ्टको लागि चाहिँ राइटकै भ्यालु सिमिलर हुन जान्छ। त्यसैगरी चारवटा भ्यालु राख्यो भने चाहिँ हरेक साइडको लागि अलग-अलग प्याडिङ एप्लाई भएर बसिरहेको हुन्छ। यसरी यस भिडियोमा हामीले चाहिँ प्याडिङको विषयमा सिक्यौं भने अब अर्को हाम्रो भिडियोमा हामीले CSS को डाइमेन्सन, अरु डाइमेन्सनको प्रपर्टीको बारेमा सिक्ने छौं।